आज त मलाई अहिले आयो सँगै आयो भन्छ आज त अहिलेसम्मलाई नआइपुग्यो जन्जिया नानी यहाँलाई खानासाना दिबे बाबुलाई खाइबेर गर्लो भन्न माथि थोडा बेर रेस्ट गर्लो सोचेको थिएँ आने नै हेरेन जब हुन पुग्दे आज त ढिला गरे आज भयङ्कर थकाइ लाग्यो भने बस यहाँ बस यहाँ बस काम बेला भयो आज बस यहाँ बस तम यहाँ बस त्यो कागको त्यो कट्टले न पर बाहिर छ त्यो कट्टसित है बाहिर कुरा आफ्नो दुबर यी आज त कतिको टाइम लाग्यो अफिसमा के ज्यादा काम थियो आज भयङ्कर काम यो कहाँ लगिन थियो त है खायो है खाना ल्याएर त कमाइ ल्याउनु पऱ्यो पो निको निको खाना पाइने यो ल्याउ त के चाहियो भने आज ल तँलाई त म पानी ल्याइदिउँ खाना मिठो भयो आज के चाहियो भने सेल जति न कामको दोकान रुपियाँ आइगयो पो खान पाइने खालि सेलले त्यो नो त्यो काम त उसो आने हुने हो त्यतिमा पाइने त यहाँ कामको दोकान क्या पो खाना लजाउनु खाने ज्या सेल चाहिने तँलाई अचार चाहिने बोटको चाहिने झिको चाहियो भने कहाँ दिन छ ओ छनु थियो त्यो भात दाल खानु भात दाल खाइयो त भयो कि पेट भयो त यो बच्चा खानु त राखिदिनु तम खा के चाहियो भने आज पाइने खाइछ अरे दिया बटुक जति दिनु म दिएको हुँ म त दिने त म दिने यिनीलाई खाने मन लाग्यो होला तपाईँ देऊ न आउनु त खाने मन लाग्दाखेरि त यो बेङ्गलोरमा ढङ्गले कमाउनु पो निको निको खान पाइने एउटा कार्टुन प्लास्टिकी तिन पुराना फाटे पुराना कापी बेचबेच कति निको निको खान पाइने हो त त्यतिको भात दालसम्म ठिकको छ त्यतिको पाइने निको खाना त निकोलाई पाइन कमाइन बेडले निको ल्याउनु जति निको कमायो उति निको खान मिल्यो ए खानाको भने अब सेल चाहियो त मलाई निको निको चाहियो तँलाई नै भन्नु छु आज तम त खाया छाटो उठा त भाँडा धुन छन् पुरा अघि गएर पार एक बाल्टी भाँडा धुन छन्